हेलो नमस्ते सबैजना आरामसँगै हुनुहुन्छ होला नि त है। आजको दिन विशेष दिन, आज निर्वाचन हुने दिन हो, फागुन 21 गते। म चाहिँ घाँटी पनि दुखिरहेछ। सो आज म खाटबारी नगरपालिका 1 को बजार लाग्ने ठाउँमा छु है त, मतदान केन्द्रमा छु। मैले चाहिँ भोट पनि लगाइसकेको छु। मेरो पाला सकिएर आइसकेको छ है त साथीहरू। कसले भोट लाउनु भयो कमेन्ट गर्नु होला है त। लगाइसक्नु भयो यो बेलासम्म। मैले चाहिँ लगाइसकेको छु, मेरो पालो भइसक्यो। अनि साथीहरू दिदीहरू चाहिँ अब आउनु बाँकी छ, पर्खिरहेको छु म चाहिँ। पर लाएर उतै घुमेर एकखनको रनिङ गरेर आउनु पर्ने रहेछ। यहाँ आइपुग्नलाई चाहिँ सिधै आउनु नदिने रहेछ, त्यही भएर दिदीहरू चाहिँ घुमिरहेछ है त। हामी चाहिँ निर्वाचन हुने ठाउँमा भोट लाउन आएको छौँ साथीहरू। मैले चाहिँ भोट लगाइसकेको छु है त, मेरो पालो लगाइसकेको छ। फाइनली हामी चाहिँ भोट लाएर पनि आएको है, हामी छिमेकी पार्टी सबै। हामी फर्किँदैछौँ। हाम्रो भेना फर्स्टमा हेर न, अब हेर न। ए भेना हो, साली भेना यहाँ हेर न। मेरो भेना फकाउनु पर्यो नि त। सँगसँगै जाउँ न हौ भेना, म चिसो किनेर खुवाउँछु त, के साह्रो हौ। ए भगवान्, के साह्रो रिस उठ्ने। चिसो कहाँ खाउँ है, कसैले चिसो खुवाउँदैन त हौ न। ल हामी चाहिँ फर्किसक्यौँ। अब भोट लगाएको परिणाम के आउने हो, यहाँ लाउन चाहिँ लगाइसक्यौँ। कहाँ चिसो खाएर जाउँ हौ भेना। चिसो खाउँ हौ, कहाँ चिसो खाउँ न। ल चिसो अब खाएर जाउँ हौ, के घरमा भेनासँग यहाँ खानु मन छ। ए भगवान्, बल्ला मेरो भेनासँग यहाँ अब 5 वर्षसम्म आउँदैन त साली भेनाको यहाँ हुनै। अब 5 वर्ष पर्खिँदा जाने चाउरी पर्छु त म। अनि त्यही भएर ल पसल त बन्द रहेछ। ल हामी चाहिँ चिसो खाएर सरर घरतिर 11 नम्बर गाडी चलाएर जाँदैछौँ है त। अब चिसो खाने कहाँनिर खाने, 5 स्टार होटल पनि छैन हाम्रो लागि। आजको मेरो छोटो भिडियो चाहिँ यहीँ बन्द गर्छु है त साथीहरू। लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला।